So hi everyone, it's me Diwas Samsa from Bharatpur Chitan. I hope सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अहिले चाहिँ नेपाल टेलिकममा आएको किनभने चाहिँ मम्मीको नामको सिम निकालेको तर नाममा चाहिँ थिएन सिम, अनि त्यही सिम बनाउन आएको। यस्तो झन्झट गर्दो रहेछ अहिले यो नेपाल टेलिकमले नि। अहिले चाहिँ यो फोटोकपी गरेर आएको ठ्याक्कै नेपाल टेलिकम। हाम्रो काम पनि सकियो अब। मम्मी लास्टै झन्झट है। दुःख रहेछ। यस्तो घाम लाग्छ कि अहिले मौसम पनि यस्तो राम्रो छ छनलाई, तर मम पनि निस्किसक्नु भयो। यस्तो घाम छ अहिले। अब चाहिँ हामी जान्छौँ पसलमा, पसलबाट चाहिँ म रुममा जान्छु, त्यसपछि एकछिन आराम गर्छु, फेरि पनि म पसलमै आउनु पर्छ। यस गाइज अहिले चाहिँ म रुमबाट चाहिँ पसल हिँडेको। त्यो घाम भन्ने चिज नै जाँदै नजाँदो रहेछ। यस्तो घाम त अहिलेसम्म लाग्थेन पहिला त्यस्तो नहिँडेको भगवानै नथाहा होला आफूलाई, तर यस्तो घाम छ कि आमा गाइज म चाहिँ अहिले त्यो छापाखानामा जानु लाग्यो। अनि त्यहाँ चाहिँ प्रिन्ट गर्न दिएको थियो कि त्यहाँ नम्बर मात्रै फेर्न लाग्यो, अरू त सबै सेमै हो, नम्बर मात्रै फेर्न लाग्यो। आमा अहिले त बादल त घाम सबै छेके बादल। मेन रोडमा फेरि यस्तो डर लाग्छ कि गाडीहरू फेरि यस्तो स्पिडमा हिँडेको हुन्छ कि हिजो पनि एउटालाई यहाँ आमालाई त घाटिसक्यो थियो होइन। टक्करमा चाहिँ अगाडि जान लाग्यो। अहिले चाहिँ पसलमा आएको प्रिन्ट हुन्छ भनेर प्रिन्टै भएको रहन्छ। यत्रो गाडीहरू आएको हुन्छ तर जान सकिन्न होइन, बाटोबाट कट्नै सकिन्न। आज चाहिँ यस्तो गर्मी थियो चितवनमा होइन, गर्मी त अन्त पनि थियो होला, तर चितवनको जस्तो गर्मी चाहिँ अन्त थिएन होइन। म त जानै सकिनँ त, स्पिड आउँछ गाडीहरू पनि यस्तो स्पिड आउँछ होइन। यो चाहिँ मेन रोडमै पर्छ कि मेन रोडै पर्छ भनौँ होइन, मेन रोड पर्छ भनौँ होइन कि मेन रोडै पर्छ। यो चाहिँ ठ्याक्कै पोखराहरू जाने बाटो पर्छ, बाइपासको बाटो भन्ने चाहिँ। र म चाहिँ पसल जाँदैछु अहिले, त्यही छापाखानामा आएको थिएँ नि त म प्रिन्ट गर्न दिएको ठाउँमा। अङ्कललाई के भएछ टक्कलाई हेरेर जानुभयो। टक्कला पसल चाहिँ यही हो अगाडिको। आज पनि अब म चाहिँ बल खेल्न जानु लाग्यो। आज पनि बल खेलेको भ्लग चाहिँ म लिएर आउँछु, किन भन्दा अस्ति चाहिँ कोही पनि आएको थिएन कि, त्यही भएर देखाउन पाइनँ। आज चाहिँ म देखाउँछु, आज चाहिँ आउँछ। कति एउटै बाटोको मात्रै भ्लग बना होला भनेर भन्नुभयो होला हजुरले होइन। अब म बाहिर निस्केको पनि छैन, हिँडेको पनि छैन, त्यही भएर चाहिँ बाहिरको भ्लग बनाउनु पाएको छैन। तर जान्छु अब छिटै नै यसो घुम्नको लागि। धेरै बोर भइसक्यो कि, इक्जाम दिएर पनि कोही पनि गएको छैन कि, तर इक्जाम पनि धेरै दिन त भएको छैन, यति धेरै दिन भइसक्यो जस्तो लागिसक्यो कि आफूलाई। घर बस्दा भएर कि कतै नहिँडेको भएर अहिले चाहिँ 5 बजिसक्यो। यस गाइज म त फेरि निस्किसकेँ नि रेडी भएर। फुलको चाहिँ मैले छोड्दिनँ कि, तर फुल देखाउनु चाहिँ म छोड्दिनँ है। यो फुल चाहिँ तपाईँको लागि यस्तो मनपर्छ कि फोटोहरू पनि त्यस्तै क्याप्चर गरिदिन्छु मैले। घाम फेरि लाग्यो, के गर्ने जानै पऱ्यो। 5:30 हुन लागिसक्यो। अब म जान्छु, त्यसपछि त्यहीँबाट सुरु गरौँ न। यस गाइज हिजोकै भ्लगबाट चाहिँ यो कन्टिन्यू छ। हिजो चाहिँ किन भन्दा चाहिँ हिजो मोबाइलै अफ भइदियो, अनि त्यसपछि भ्लग चाहिँ सुरु गर्न पाइएन। त्यो पछिको क्लिप मैले चाहिँ भिडियो गर्न पाइनँ कि, त्यसपछि चाहिँ हिजो पनि भ्लग राख्न पाइएन। त्यही भएर हिजोकै भ्लगबाट चाहिँ यो कन्टिन्यू गर्दैछु। आज चाहिँ नेक्स्ट मर्निङ हो। आज चाहिँ म बजारतिर जानु लाग्यो। बजारतिर चाहिँ किन भन्दाखेरि चाहिँ सानो काम छ र सामानहरू पनि लिन जान छ। यस्तो घाम लाग्यो कि बिहान के भएको यस्तो चितवनमा के हुन लाग्यो। र म चाहिँ जान्छु र बाटो पनि क्लिपहरू चाहिँ राखिदिन्छु म बिचको।
मैले चाहिँ खाना खाएको छैन, अहिले बजारतिरबाट आएर खाना खाएको। अहिले 24 घन्टी आइसकेँ। 24 घन्टीको धेरै दिन भइसक्यो रहेछ। यहाँ चाहिँ पानी झर्थ्यो, अहिले चाहिँ पानी झर्न बन्द गर्दैछ। किन हो गाइसित जाम नहुने दिन त कहिल्यै नहुने भयो। यस्तो जाम हुन्छ कि यहाँ होइन।